छेउछेउको बाटो त सबै बगाएको छ। यस्तो भइसक्यो हातको हाल चाहिँ। लडिन्छ है लडिन्छ। हामीले के भेट्यौँ यहाँ खजाना। दिस रोड इज नट फर बिगिनर्स है। भर्खर भर्खर सिक्नेहरूको लागि यो बाटो होइन। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग है। आज चाहिँ मैले भ्लग चाहिँ यता सिधै रोडबाट सुरु गरिरहेको छु। जहिले चाहिँ एउटै ठाउँबाट कति भ्लग सुरु गर्नु भनेर आज चाहिँ बाटोबाटै सुरु गरिरहेको छु। हाम्रो आज चाहिँ अफ रोड राइड हुँदैछ। यो रोड चाहिँ हाम्रो 5 थर जाने रोड हो है गाइज, हाम्रो गाउँदेखि। ओहो यस्तो हो, 5 थर जाने पनि जान्छ, नजाने यतै गाउँतिरै बस्छ। वाट यो गाउँघरतिरको बाटो चाहिँ यस्तो छ है साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ साइडको सबै बाटो बगाएर छ, बिचमा कुदाउनु परिरहेछ। बाटो सब पानीले बगाएर जस्तो बनाएको रहेछ। अहिले त झन् भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला है गाइज। पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। म र मेरो एकजना भाइ जाँदैछौँ आज चाहिँ। भाइ कस्तो लागिरहेछ? एकदम दामी यार दाइ। भाइ पनि अलिकति झौसी हुन्छ र नि अब। अफरोडमै मजा छ नि यार। तर दुःख गरे अनुसार ठाउँमा पनि त्यस्तै ठाउँमा पुगिन्छ नि त। जस त्यहाँको भ्यू चाहिँ यस्तो बाटोमा जति दुःख भयो भने वर्थित छ क्या। जस त्यहाँ पुगेपछि चाहिँ बेकारमा यसो भन्ने खालको चाहिँ हुँदैन। आज म तपाईँहरूलाई त्यस्तो ठाउँमा लग्दैछु है गाइड, भवाल। ल साथीहरू, यहाँ चाहिँ देख्न सक्नुहुन्छ यसलाई चाहिँ पार्टी पौवा भन्छ। यो चाहिँ हाम्रो गाउँतिर हिँड्दै आउने मान्छेहरूको लागि यस्तो बस्ने ठाउँ बनाइदिन्छ। आफ्नो घरको कोही बित्नु भयो भने चाहिँ यहाँ सम्झना स्वरूप बनाइन्छ क्या। यस्तो बाटो चाहिँ पुरा के भन्नु, घाँसले छोपिसकेको छ क्या यहाँको बाटो चाहिँ। यो ठाउँलाई चाहिँ भोरले भन्छ है। यो चाहिँ हाम्रो गाउँ चाहिँ अलिकति माथि हो यहाँ हो नि त। यो चाहिँ अलिक तलपट्टि पर्छ, भोरले भन्छ यो ठाउँलाई। त्यस दामी चाहिँ यो तलको देखेको घर चाहिँ हाम्रो भाइको घर हो, सुजन भाइको। यहाँबाट हामी बिस्तारी जाने आज दुईजना। आज चाहिँ हामी कति उताको भ्लग बनाउनु भनेर चाहिँ आज हामी यस्तो हाम्रो गाउँको होइन भित्री भागहरू जस देखाउनुको लागि आज भ्लग बनाउँदैछु। बाटो चाहिँ फेरि रङ साइड आइहाल्छ यार टक्क। यहाँ एकछिन हामी यहाँ बाइक रोकेर एकछिन भ्यू हेर्नुपर्ने हुन्छ। भ्यू देखाइदिनु न टक्क यहाँ। सुनसान छ यार गाउँघरहरू चाहिँ। जस यहाँ गाउँको मान्छेहरू चाहिँ होइन सबैजना बाहिर आजभोलि प्रायः गाउँमा कोही बस्दैन। गाउँमा बस्ने भनेको यो भाइ र म मात्रै हो। अब के गर्नु। ल साथीहरू, अहिले चाहिँ हामी टक्क तल अलिकति भोरलेबाट हल्का तल आएर बसिरहेको छौँ यहाँ भाइ र म छौँ आजको यात्रामा चाहिँ। अनि यस्तै छ साथीहरू, गाउँघर चाहिँ पुरा सुनसान छ। सुनसान भए पनि आनन्द हुन्छ क्या जस्तो गाउँघरमा चाहिँ। यहाँको भ्यू देखाउँछु यता म तपाईँहरूलाई। एक्चुली हेर्नु न कस्तो पिसफुल इन्भाइरोमेन्ट छ क्या यहाँ चाहिँ। आनन्द छ जस। यताको नि भ्यू चाहिँ राम्रो छ है, देख्न सक्नुहुन्छ पारिपट्टिको भ्यूहरू। तलको रोड चाहिँ हाम्रो म्याङलुङ बजार जाने बाटो। त पहाडी चाहिँ मस्त धान फलिरहेछ है। सबै धानले पुरा पाहाडै पहेँलो भइरहेछ। यस्तो चाहिँ हाम्रो गाउँघरको टिपिकल घरहरू यो चाहिँ। अब चाहिँ हामी यहाँबाट चाहिँ हिँड्नुपर्ने हुन्छ। तर एकचोटि भाइलाई सोधौँ नि त भाइलाई कस्तो लागिरहेछ। भाइ कस्तो लागिरहेछ? एकदम दामी यार दाइ। यो भाइ जरो चाहिँ अलवेज ह्याप्पी नै हो होइन? एकदम नि। ल गाइस हुनु पर्दैन नि। ल साथीहरू, म तपाईँहरूलाई यसमा भेट्छु है त। ल अब चाहिँ हामी टक्क यहाँबाट बाटो लाग्यौँ ओह्रालो। हामी चाहिँ तल खोलासम्म जान्छौँ। अस्तिको भ्लग हेर्नु भयो होला, हामी चाहिँ अलिकति म चाहिँ माथिबाट फर्किँदा थिएँ, त्यति बेला चाहिँ जानु सकिनँ म। तर आज चाहिँ हामी जसरी भयो नि जाने भनेर हिँड्दा छौँ दुईजना। बिस्तारै म अलिकति खोलाबाट थोरै माथिसम्म भाइ, म तिमीलाई भएर देखाउँछु त्यो ठाउँ।
आज चाहिँ अब हल्का जे जस्तो भने दुःख सुख हामी गएर आउँछौँ यता तल नगएको पनि निकै भयो अनि यसो जानु मन लागेर आज चाहिँ हामी गइरहेको छौँ बाटो त अब यस्तै हो है राम्रो खोजेर हुँदैन गाउँघरमा यस्तै हो सबै जस पानीले बगाएर खाल्डा खाल्डा धेरै भएको छ ओइ 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 शिट म्यान हेर्नु न यहाँ आधी आधी बाटोहरू छैन क्या पुरा गायब छ बाटो त होइन पहिरो लडेर सबै यस्तै हो यहाँबाट बिस्तारै ओहो अहिले चाहिँ हामी टक्क तल पर्तापा भन्ने ठाउँ आइपुग्न आँटेको गाइजहरू बिस्तारै बिस्तारै आउँदैछु म उसको भने त्यो देख्न सक्नुहुन्छ साथीहरू गाउँको यो गाउँलाई चाहिँ फर्तापा भन्छ हाम्रो म अलिक अगाडिबाट रोकेर पनि देखाइदिन्छु तपाईँहरूलाई साथीहरू चाहिँ हामी टक्क यहाँ तल फर्तापा भन्ने गाउँमा आएर बसिरहेको छौँ है बाटो त के भन्नु अहिले भर्खर हामी आधी बाटो पनि आएको छैनौँ तर बाटो चाहिँ अब त्यस्तै हो आज हालत खराब हुने वाला छ यहाँ चाहिँ हेर्नु न टक्क गाउँघरमा सब थोक हुन्छ क्या यहाँ यस्तो तोरी परिरहेछ यहाँ चाहिँ यसलाई चाहिँ के टाँकी पनि फुलिरहेछ मजाले यो चाहिँ टक्क यो पनि हाम्रो साथीकै घर हो टक्क दामी आएको छ जस फुल फुलेर हरियाली सबै जस आनन्द छ गाउँघरमा चाहिँ त्यही हो गाइज अब चाहिँ हामी यहाँबाट हिँड्नुपर्ने हुन्छ ल म तपाईँहरूलाई बाटोमा भेट्छु यता गाइज अब चाहिँ हामी यहाँ फर्तापाबाट नै हिँड्यौँ है त हाम्रो अब यहाँदेखि अगाडिको यात्रा सुरु भइसकेको छ यो चाहिँ ऐसेलटार भन्छ अब यो अगाडिको ठाउँलाई चाहिँ देख्न सक्नुहुन्छ एकदम सुक्खा क्या पुरा यहाँ त होइन रातो माटो मात्रै छ क्या यहाँ चाहिँ सबै गाउँको मान्छेहरू पुरा यहाँ वस्तुहरू चलाउनुहुन्छ वस्तु बाख्रा अब आफ्नो घरमा के पालेको छ त्यो सबै चराउनुको लागि ल्याउनुहुन्छ अब हामी यहाँ बिस्तारै ओह्रालो लाग्छौँ सुनसान है भाइ तर पहिला चाहिँ मान्छेहरू यहाँ टन्नै आउनुहुन्छ क्या यहाँ वस्तु भाउहरू चलाउनु ल अहिले चाहिँ हामी ऐसेलटारदेखि थोरै तल आइसक्यौँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ सल्लाहको रुखहरू एकदमै धेरै छ यो बाटो चाहिँ हाम्रो गाउँ तेह्रथुम छतरबाट पर पाँचतर जोड्ने बाटो हो यो बाटोबाट धेरै छिटो हुन्छ हामीलाई उता पाँचतरतिर जानुको लागि छुयो चस्स छुयो हेर्नु त ल बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है गाइस अब अगाडि झन् कस्तो हुने हो हेर्दै जानु होला भ्लग चाहिँ देख्न सक्नुहुन्छ बाटो चाहिँ आम लडिन्छ है लडिन्छ ल गाइस बाटो चाहिँ देख्नुभयो होला नि कस्तो छ अब यहाँभन्दा तल झन् यस्तो अप्ठ्यारो बाटोहरू होला त्यो तपाईँहरू भ्लगमा देखिहाल्नु हुनेछ होइन ल गाइस अब भ्लग चाहिँ यस्तो दुःखले बनाउनु पर्छ है त्यही भएर सपोर्ट गरिदिनु होला लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला
सेयर गरिदिनु होला सेयर पनि गरिदिनु होला है झन् यस्तो गऱ्यो भने मलाई दुःख सुख यस्तै हो गाउँघरको अब होइन गाइस बाटो चाहिँ यस्तो होइन अब हामीले अब अरूतिरको सबले बनाउँछ अब हामी त्यस्तो समयो माथि फुल अब भित्री भाग गर्दैन गाउँको यस्तो ठाउँहरूलाई चाहिँ कसैले कभर अप गर्दैन क्या प्रायः नि हामी चाहिँ आज टक्क गाउँको भित्र यस्तो ठाउँहरूमा एक्सप्लोर गर्दै हिँडिरहेको छौँ है म त उछिटेर बाहिर निस्केँ यार भाइ देख्न सक्नुहुन्छ गाइस बाटो चाहिँ आम्मामा एक्सट्रिम क्या अति एक्सट्रिम अपलोड छ है यहाँ चाहिँ म थोरै उभिएर सर्न कराउन चाहन्छु के भन्नु हो यसलाई बाटो भन्नु सुहाउँछ र अलिकति सुहाउँदैन होला जस्तो लाग्यो सेट 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 देख्न सक्नुहुन्छ है बाटो चाहिँ आम्मामा साथीहरू अहिले चाहिँ हामी टक्क एसएलटारदेखि धेरै तल आइसक्यौँ है लगभग 1 किलोमिटर तल आइसक्यौँ अनि मेरो ब्याकग्राउन्डमा देख्नु होला यहाँ देख्नुभयो होला यहाँको भ्यू चाहिँ अति बवाल चाहिँ अब त्यही बाटो मात्रै हो क्या अलिकति नराम्रो भनेको होइन भने चाहिँ यहाँको जस नेचरको भ्यूहरू चाहिँ अति दामी छ है म तपाईँहरूलाई देखाउँछु यहाँ चाहिँ हाम्रो भाइ इन्जोय गरिरहेको छ भ्यूलाई कति देख्न सक्नुहुन्छ यस्तो बवाल छ ठाउँ चाहिँ हल्का विरक्त लाग्दो छ यता घरहरू खासै छैन अप्ठ्यारो बाटो हिँड्ने पनि गन्तव्य त राम्रै हुन्छ अनि गाइस यता तलको यो चाहिँ हाम्रो तम्मर नदी है अहिले पानी एकदम सफा रहेछ हरियो देख्न सक्नुहुन्छ है यहीँबाट एकदम सफा छ पानी चाहिँ अनि यो तलको चाहिँ हाम्रो गाडी कुद्ने पुल यो बनाउनु थालेको 10 वर्ष भइसक्यो जस्तो लाग्यो भने अहिलेसम्म खै जस्तो जस्तै देख्छु म चाहिँ त्यही हो साथीहरू हामी चाहिँ ओभर इन्जोय गरिरहेको छौँ है हल्का बाटोले चाहिँ दुःख दिइरहेको छ तर पनि ठिकै छ के गर्नु यहाँ छ हाम्रो घोडा ल साथीहरू अब चाहिँ हामी यहाँबाट टक्क हिँड्छौँ है तल पुग्नुपर्ने छ यहाँबाट धेरै ल अब हामी यहाँबाट चाहिँ हिँड्नुपर्ने हुन्छ अझै निकै तल जानुपर्ने छ कस्तो फुल्टी लागेको बाइक लगिहाल्छ र अगाडिको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यो अगाडिको डाँडा चाहिँ यो अगाडिको पहाड जुन त ठुलो यो चाहिँ 5 थर जिल्ला सबै अहिले चाहिँ हामी टक्क तेर्दुङ जिल्लामा हिँडिरहेको छौँ सर बिस्तारै जाँदैछौँ हामी आज दुईजना ल त्यो भ्यू हेर्नु न साथीहरू आम्मामा कस्तो दामी अति राम्रो देखिरहेछ यो अगाडिको रोड चाहिँ हाम्रो तम्मर कोरिडोर भइहाल्यो त्यो गाडी पनि देख्न सक्नुहुन्छ तपाईँहरूले गाडीहरू कुदिरहेछ पर यो बाटोबाट चाहिँ यता 5 तर्फी दिम बाटो हुँदै ताप्लेजुङहरू पुग्न सकिन्छ है त धेरैजना मान्छेहरू यो बाटोबाट ट्राभल गर्नुहुन्छ उता मूलघाटबाट उकालो लाग्नुपर्छ यो बाटो चाहिँ यहाँबाट नि तलबाट पुगिन्छ यहाँबाट नि हामी पारीबाट यो बाटो हुँदै माथि कोरिडोर जोइन हुन सकिन्छ अनि यो बाटो चाहिँ टक्क हाम्रो यता तलबाट हिँड्दै आउनेहरूको लागि हो यो बाटो चाहिँ यो बाटोबाट सिधै माथि पुग्छ डाँडामा त्यो गाइस पहिला जमानामा हामी पनि धेरै हिँडेको बाटो पहिला बाइकहरू थिएन यस्तो बाटो पनि थिएन यहाँ राम्रो धेरै हिँड्नु पर्थ्यो अहिले चाहिँ सजिलो भएको छ बाइक भएर अलिक यो रमाइलो लाग्ने गाडी कुदेको हेर्नु नि है भाइ ल अहिले चाहिँ हामी त्यो अघिको ठाउँबाट हिँडिसक्यौँ है त्यहाँ एकछिन बस्यौँ टक्क आनन्दले भ्यू हेरेर अहिले चाहिँ हामी पुरा लागिसक्यौँ त्यहाँबाट नि ओहो बाटोको बिचबिचमा बोट बिरुवाहरू उम्रेर यार ल यहाँ चाहिँ फेरि पनि एकदम बाटो चाहिँ राम्रो भेटिसकेको छ है बाटो त छैन क्या छेउछेउको बाटो त सबै बगाएको छ ओहो एडभेन्चर चाहिँ फुल एडभेन्चर भइरहेछ है त्यो भने दुःख त एकतिर छँदैछ एडभेन्चर नै भइरहेछ आम्मामा यार
ठाउँमा चाहिँ साह्रै बिग्रेको क्या बाटो कत्रो लामो बिग्रियो भरे जाँदा नि तर यस्तै हो होइन गाइज लाइफमा रिस्क लिनु सिक्नुपर्ने हुन्छ हामीले आम्मामामा पुरो अर्थो घर घाँसहरू कस्तो होला सबै माथिको हो भाइ हो म्याक्सिमम् यो सबै भोर्लेको मान्छेहरूको हो क्या यिनीहरू यहाँबाट मान्छेहरू बोकेर लान्छ हौ आम्मामा मान्नुपर्छ अरे त्यो मान्छेहरूलाई त कसरी बोकेर लान्छ क्या यहाँबाट मान्छेले आम्मा गर्मी यस्तो छ उकालो फेरि त्यस्तै छ गाइज यहाँसम्म चाहिँ है मान्छेहरू एकदमै यहाँ तल तल नदीसम्म आउनुहुन्छ क्या यहाँ गाईबस्तुहरू चलाउनु जे भने धेरै दुःख गर्नुहुन्छ जस गाउँको मान्छेहरूले चाहिँ देख्न सक्नुहुन्छ आम्मामा सबै घाँसको काट्छ बाटो चाहिँ एकदमै बिग्रेको प्लस सबै क्या बाटोभरि त्यो घाँसहरू उम्रेर सबै ओहो अहिले झन्डै अलमोस्ट क्रासै गाइज एकदमै झन्डै लडेको अहिले भर्खर ओहो यहाँ त झन् के भन्नु र देख्न सक्नुहुन्छ ओ शिट यस्तै हो भाइ अब रमाइलो भाइ एकछिन झर ल ओके यताबाट हाल्नु भाइ बाटो चाहिँ अति टफ छ आज म बाटो मात्रै भनिरहेको छु भ्लगमा तर के गर्नु यो बाटै यस्तो छ मुखमा बाटो आइहाल्छ क्या आफै नभनौँ भन्नु आम्मामा बस भाइ यहाँ हिउँदा त राम्रो छ होला भनेर आश गरौँ हामी गाइज हेर्नु न बाटोमा यस्तो क्या हेर्नु न हामीले के भेट्यौँ यहाँ खजाना यहाँ चाहिँ एकदम हेर्नु न बयर फलिरहेको छ तर अहिले चाहिँ हामी गलत टाइममा आएछौँ क्या थोरै अलिक पछि आउनु पर्ने रहेछ देख्न सक्नुहुन्छ बयर क्या ट्याक्क यहीँबाट यसरी टक्क टिप्दै खाने क्या बाटोको छेउमा हेर्नु न यहाँ यस्तो बाटोमा गाडीहरू नकुदेर हेर्नु त यहाँ सबै बयर फलिसक्यो क्या यहाँ बाटोमा पुरा बोल्टहरू हुर्केर है यसलाई बाटो भन्नु मिल्यो त हामी त जबरजस्ती जङ्गलमा हिँडिरहेको छौँ नि अब हिँड्दै जाउँ भने धेरै तल छ त्यही भएर हामी बिस्तारै बिस्तारै हेर्दै जाँदैछौँ दुःख सुख ओहो यो बाटोलाई त के भन्नु झन् उकालो बिस्तारै बिस्तारै आउनुपर्छ नि ल बाटो हेर्नु न एकचोटि यार आम्मा के हो यो बाटो होइन हौ हे भगवान् कसैले आएर यो घाँस काट्दै हुन्न र भन्ने पो याद आयो भाइ मलाई त भाइ सबै अर्थुङ्गे बिजिसक्यो यार बाटो त राम्रै हो कि तर घाँसले पुरा भिजिबिलिटी नै ब्लक गरेको छ क्या बाटो चाहिँ देख्दै नै हुनुहुन्छ है भ्लग चाहिँ हेर्दै गर्नु होला है एकदमै आज के भन्नु एकदमै धेरै एडभेन्चर भइरहेछ हामीलाई यो बाटो चाहिँ तपाईँहरूले देख्नु नै भयो होला होइन अघि देखि नै राख्नु भएको छ बाटोले आज हाम्रो बाटो चाहिँ एकदमै हालत खराब गरिसकेको छ है यहाँ मेरो सिधा अगाडि चाहिँ हिमाल छ एउटा यो हाम्रो पक्ताङलुङ हिमाल अनि यहाँ तल हेर्नु न गाइस एकचोटि यहाँको भ्यू कहिले धान फलेर कस्तो दामी देखेको यार साइडमा तम्मर नदी बगिरहेछ सर आनन्दले भाइ कस्तो भइरहेछ एकदम दामी आज त हामीलाई त्यो आज चाहिँ हामीलाई क्या पुरा त्यो दामी के भन्नु यहाँको होइन जङ्गल फाड्नुको लागि एउटा जब दिएको जस्तो भइरहेछ क्या त्यस्तो पुरा जङ्गल फाडेर आइरहेछौँ बाटो चाहिँ नराम्रो हो यहाँको तर भ्यू चाहिँ एकदमै वर्थित छ है दुःख जति भए पनि यहाँको भ्यू हेरेपछि चाहिँ त्यो बाटोको दुःख सबै बिर्सिन्छ मान्छेले त्यो चाहिँ म ग्यारेन्टी दिन सक्छु है गाइज ल त्यो गाइज एकछिनमा भेटौँ है त अहिले चाहिँ हामी एकछिन बस्यौँ टक्क भ्यू यहाँको नि भ्यू एकछिन इन्जोय गऱ्यौँ अब चाहिँ यहाँबाट हामी
अब त खासै तल छैन उतै तल हो हामी पुग्नुपर्ने चाहिँ अब 2 किलोमिटर जति होला यहाँबाट भ्यू चाहिँ यहीँबाट अति दामी देखेको छ है गाइज अनि अब तलको पनि आउँछ एकछिनमा हेर्दै गर्नु होला अनि खोला यस्तो नेचरहरूको दामी दामी फोटोहरू तपाईँलाई हेर्नु मन छ भने चाहिँ टिकटकमा अभिषेक सर्च गरेर फलो गर्नु होला है त गाइज गाइज अब चाहिँ हामी यहाँबाट उता चाहिँ बाइक लाँदैनौँ है आज बाइक हो बाख्रा तलै लाने तलै लाने भन्नु भएन जस्तो लाग्यो माथि लाँदै भन्नु जस्तो लाग्यो बाजे बाबा उतै लानु भएको हो ल साथीहरू बाटोमा दुःख पाएर बल्ल 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 आइपुग्यो है अब हामीले बाइक चाहिँ यहाँ राखेर जान्छौँ यहाँ राखेर जाने हो बाइक चाहिँ अब वाक्क लाग्यो क्या यो बाटोमा त यस्तो होइन बाटोभरि घाँसै घाँस उम्रेर केही देखिँदैन अनि बाटो पुरै पानीले बगाएर बिग्रेको छ यस्तो छ बाटो चाहिँ जसले चाहिँ हामी हिँड्दै हिँड्दै धेरै तल आइसक्यौँ है अहिले चाहिँ हामी यहाँको बाटो चाहिँ यता माथिबाट हो यो माथि यो डाँडामा देख्नुभएको जुन बाटो छ नि हामी चाहिँ आज यही बाटो हुँदै आएको धेरै दुःख शास्ति भोग्नु पऱ्यो यहाँ आइपुग्नु चाहिँ तर यहाँको भ्यू टिट म तपाईँलाई देखाउँछु है त गाइज ममा हेर्नु न गाइज यहाँको आनन्द लम्बु खोला पुगिरहेछ अनि यहाँ तल चाहिँ हाम्रो तम्मरमा गएर मिसिरहेको छ लम्बु खोला चाहिँ यहाँ हाम्रो भाइ आज हिँडाइ मचेर काबु भइरहेछ अलिअलि यहाँ जस्तो खोला जति नजिक आयो त्यति धेरै गर्मी पनि बढिरहेछ तर अब तल गएर हामी आनन्द अब पौडी खेल्छौँ होइन यहाँबाट तलै जाने भाइ सर्टकट बाटोहरू सबै यही बाटो जाऊँ अब यहाँबाट हामी ओह्रालो लाग्छौँ भ्यू त अब के भन्नु यो 10 आउट अफ 10 दिन्छु क्या म यो भ्यूलाई त यस मजा आइरहेछ होइन भाइ साथीहरू यहाँ चाहिँ टक्क होइन धान सान टक्क काटेर नि सुकाउँदै हुनुहुँदो रहेछ यहाँ चाहिँ अहिले टक्क मङ्सिर पनि लाग्न आँट्यो अहिले अब चाहिँ धान काट्ने सिजन हो नि त पुरै अनि यहाँ गाउँघरतिर चाहिँ सबैजनाले धान काट्नु सुरु गर्नु हुँदै रहेछ यहाँको गर्मी देख्न सक्नुहुन्छ चाहिँ पसिना अनुहारभरि आएर छ अहिले चाहिँ हामी ट्याक्क होइन खोला आइसक्यौँ अनि टक्क हामी चाहिँ पुलमा हिँड्दैछौँ दुईजना यहाँ पछाडि मेरो भाइ छ त्यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ पर धानहरू काट्दैन रहेछ मान्छेहरू जस अब त्यो बाइक राखेको ठाउँबाट हामीलाई यहाँ आइपुग्नु 40 मिनट जस्तो लाग्यो होला धेरै दुःख सङ्घर्ष अहिले चाहिँ एकदमै आनन्द भइरहेको छ यहाँ आइसकेर हामी एकछिन मस्त हामी पौडी खेल्छौँ एकछिन बस्छौँ एकछिन भन्दा पनि धेरै बेरसम्म हामी बस्छौँ अनि यहाँबाट हामी भरे एकछिनमा हिँड्छौँ घर फर्किन्छौँ है त गाइज खोलाको छेउमा आइसक्यौँ होइन अब चाहिँ हामी आनन्दले पौडी खेल्ने हो दुईजना ओहो बाटो चाहिँ अलिकति रहेछ होइन मजा आयो यार चिसो पानी अब चाहिँ हामी आनन्दले पौडी खेल्ने हो होइन अनि इन्जोय गर्नु परिहाल्यो यदि तल आएपछि हामी होइन कस्तो भयो दामी छ बब्लु ओ बब्लु ग ल अहिले चाहिँ हामी पौडी सौडी खेलिसकेर पनि टक्क यता खोलाको साइडमा आएर यहाँ खेत बौठामा आएर बसिरहेको छौँ है सुत्न कस्तो मजाले धानको बास्ना आइरहेको छ यहाँ चाहिँ यस्तो छ यहाँको भ्यू कस्तो आनन्द लागिरहेको छ क्या आफूलाई नै यहाँ आएर चाहिँ यहाँ अब हाम्रो भाइको फोटो खिच्नु पर्ने भन्दैछ भाइले अब हामी फेरि एकछिनमा भेट्नेछौँ है त गाइस ल गाइस हामी चाहिँ यहाँ आएर बसेर टन्न ओपर इन्जोय गर्यो जसले पनि मेरो भ्लग लास्टसम्म हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद है गाइज अनि
त्यस बाटो धेरै अप्ठ्यारो थियो आजको, तर पनि यहाँ आएपछि त्यो सबै भुल्यो होइन, मजा आयो, फुल इन्जोय भयो हाम्रो चाहिँ। अनि साथीहरू यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है, यस्तै यस्तै भ्लगहरू हेर्नुको लागि। अनि भ्लग कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। आजको यो भ्लग चाहिँ म यहीँनिर इन गर्छु। थ्याङ्क्स फर वाचिङ है त साथीहरू।